हेलो गुड मर्निङ माई ब्युटिफुल पिपल। आज चाहिँ भिडियो स्टार्ट यहाँदेखि गरेको छु मैले। हामी चाहिँ बिहान अब घर आएको पनि 2 दिन भइसक्यो, तर भने सरसफाइ गर्न भ्याइरहेको थिइनँ, त्यस्तै कामहरू परेर। आज चाहिँ यस्तो यहाँनिर हामीले बिहानै घरको बाटो हाम्रो चाहिँ यस्तो छ कि पर छ होइन, लामो। यहाँ सबै रुख बोटबिरुवा छ। पहिला त त्यहाँ आँपहरू झन् धेरै थियो र माइलो छ। अनि यहाँ सबै सफा गर्दै यहाँ तक लाउनुपर्छ क्या रोड। यहाँ अगाडि चाहिँ रोड छ, त्यहाँसम्म लाउनुपर्छ। अनि त्यही भएर मैले चाहिँ उता गरेँ र यहाँ पनि अलिकति गरेँ। अनि समीर छोरा अनि मेरो मिस्टर राईज्यूले चाहिँ गर्नुहुँदैछ। म चाहिँ घरको काम सकेर आएको एकछिन। अब चाहिँ यिनी म चाहिँ पर जान्छु। आमाले तातो पानीहरू खाइसक्नु भइसक्यो। अब मेरो बुढो आज के अरे फुलपाती होइन, आज फुलपाती हो। अब कहाँ जानुहुन्छ तपाईँ? अब मासु लिन जान्छु। आज रागा काट्ने छ हाम्रो माथि गाउँमा होइन, माथि टोल, माथिल्लो टोल होला होइन, माथिको टोलमा। अनि त्यहाँ जानुहुन्छ उहाँहरू। तपाईँले हेरेर साथ दिँदै गर्नु होला। समीर ल म गएँ ल। अनि त्यो भन्नुपर्छ नि, त्यसले देखिँदैन होला है। भरे छ 2 जनाले गरौँ छिटो हुन्छ। यो उखेल्यो छैन, तर यो हेलो गाइस, यो होइन, यो ब्यान्डेजले गर्दा। ए हामी चाहिँ अब मासु लिनु गयौँ है त गाइस। बाई बाई सबैजना। अब जस्तो हालिदिनुहुन्छ त्यही ल्याउने। अब हामी चाहिँ लाग्यौँ, बाबा म समीर के छ यहाँ चाहिँ बाबा अगाडि हिँड्नुहुँदैछ, लजाउनु भयो जस्तो छ होइन। अब हामी चाहिँ ठुल्को घरकोमा लिनु जान्छौँ। हाम्रो कति भाग समीर? हाम्रो 4 भाग 2 घर गरेर। अनि अब हामी जाँदै हो। कस्तो राम्रोको मौसम भएको छ आज, त्यस्तो गर्मी पनि छैन, खुल्ला छ आकाश। अब चाहिँ बाटो जान्छौँ हामी होइन, सिधै। अनि माथि जान्छौँ। अनि माथि चाहिँ त्यो के भन्छ को घरकोमा पसेर लिएर आउँछौँ। हो कि होइन सबै? हो दादा। यस्तो भोगटेहरू पनि छ, केराको रुख होइन। हामी यहाँ चाहिँ अब मेन बाटो निस्क्यौँ। चाहिँ लिम्लेको घरको घर हो, हाम्रो लिम्लेको घर हो। अब आज चाहिँ हामी नपसिकन सिधै जान्छौँ होला। यस मेन बाटो चाहिँ निस्क्यौँ अब। भाइ अब हामी चाहिँ पुग्न आँट्यौँ। यहाँबाट 1-2 घर माथि होइन। यो त सब सिमल तरुलको बोट।
अस्ति आएको भाउजू नमस्ते होइन का दाजुहरूसँग खान्छ यहाँ आइपुग्यौँ होइन यो पो हो त जे भए पनि घर चाहिँ आइपुग्यौँ होइन माथि पो काटेको कता माथि ऊ माथि उयो लिची भएको बोटको ए घर चाहिँ यो हो खासमा को घरको ऊ माथि नि हो त्यो स्कुटी राखेको ठाउँमा होइन पर्नेस काकाको स्कुटी लिएर मासु काटेको रहेछ यहाँ चाहिँ रागा काटिसक्नु भएको रहेछ अब भाग हाल्नुहुँदैछ है काका 300 केजीको 300 केजीको काकाहरूले काट्नु रहेछ मासु काट्ने देखाउनु ताले ओइ कहाँ बस्छ ओ जानी गाइस जो चाहिँ 330 को भैँसी ढालेको भैँसी भने चाहिँ फेरि 330 को रागा ढालेको गर्मी छ यार बसामा सेन्टी गर्मी छ अघि हेर्नु भन्दा यहाँ चाहिँ बुढी काट्नु मासु कुठायो भैँसी त राको त खट्टा ढालेको रहेछ टाउको त हजुर कत्रो रहेछ हौ टाउकै कत्रो छ कत्रो टाउको छ टाउको यत्रो भएपछि त अनि टक्क लगाएर भाग लगाइदिनु हुँदैछ यता राख्ने यतातिर जता अनि त्यो तिमीले त लगाएको हो क्या कुमार हो त लगाएको क्या यहाँ टाँसेको त हो त एक भागमा कति किलो काका 4 केजी एक भागमा 4 केजी टक्क लगाएर हाल्नु रहेछ कलेजो सहित सब एक भागमा 4 केजी होइन एक भागको 1400 एक भागको 1400 भागको उहाँहरूले आफूले ल्याउनु हो यो त हामीले त एउटा किनेर लानुपर्ने मासु त्यही भएर उहाँहरूको के गर्नुहुन्छ उहाँहरूले गर्नुहुन्छ फेरि कस्तो स्टाइलमा खानुहुन्थ्यो नि पहिला त अब दसैँको मासु सिद्धपछि पछि त्यसलाई पोलो के अरे पोलो होइन अनि छाला खुर्क्यो त्यसपछि त्यसलाई राख्दै सुपारी भन्दै खान्छ सब पार्ट हालिदिनुहुन्छ पछि हेर्ने आफूले हेर्ने अनि मन पऱ्यो कुन चाहिँ मन पर्छ टक्कै हेर्ने यो मलाई जोडिदिनु भन्ने त्यसै उठाउने क्या अब समिरा आउनुपर्छ त्यसै थाहा हुन्छ अनि भागमा चाहिँ 4 केजी हजुर रक्ती पनि लग्नु पर्ने छ 4 भागको लागि हाममा चाहिँ 4 भाग गरेर 8 केजी लग्नु पर्ने 4 भाग भनेको 16 केजी 16 होइन 2 4 भने 16 केजी ए भागमा मकला 4 केजी हुन्छ हैन 2 भाग 2 घरमा ए 2 घरमा मैले त के भनेको म ठिकै हो 4 भाग भन्न चाहिँ 2 भाग हैन त हजुर छोराहरुको 2 भाग लेखेको छ कुमारी घरमा छैन मासु लगाउन थाल्यो मसला कुनै मात्रै हुन्छ अब चाहिँ हाम्रो पालो आएछ हैन
अब चाहिँ हामीले त्यो गऱ्यौँ हाम्रो भागहरू थाप्यौँ गाइस अब चाहिँ स्कुटी लिएर घर पुऱ्याउने स्कुटीमा घर पुऱ्याउँछौँ ल हामीले चाहिँ घर पुऱ्यायौँ होइन फेरि स्कुटी माथि लगिदिनु पर्ने छ काकाको फुलपाती भित्राउनु भएको हो अब यहाँ चाहिँ गाइस अब मासु काटिसक्यौँ हामीले बाबाले काटिदिनु भयो अब मामुले चाहिँ पकाउनुहुन्छ यहाँ चाहिँ हाम्रो अघि लिएको मासु है चट्ट लगाएर पकाएर खाने हो मिठो मिठो यो चाहिँ भित्र यस आज त गाइस हामी मोमो पनि खाने नि दामी छ दामी म मोमो हेरेर खान्छु नाना यो मेरो कान्छी हजुर नाना कति सालको फुलपाती फुलपाती बताएको छ नि फुलपाती फुलपातीको शुभकामना सबैलाई शुभकामना दिँदै मासु भात खाँदै अनि शुभकामना दिँदै ह्याप्पी फुलपाती म पनि खान्छु गर्मी गर्मी रहेछ हाँस्न न गाइस अब त हामी खाँदैछौँ चट्ट ल्याएर मासु भात के खानु भने लगाइदिनु भनेको मिठो छ गाइस झोल लाएर खाउँ आज फुलपातीको दिन लगाएको मासु र भात सिक्कुटी बनाएको हो हामीले सिक्कुटी मोटो भएछ मैले बनाएको है त्यसलाई पनि हालेर कि अनि पहिले नलाग्नु पर्दैन हाल्टो चुटिन्छ बेसार पुगेर सुन्नु न त हड्डी खान्छ ल अब चाहिँ हाम्रो किमा बनाउन रेडी यहाँनिर माइला भाइले बनाइदिनु हुँदैछ अब चाहिँ हामी चाहिँ प्याजहरू अदुवा लसुन के म अहिले नलाउने आप गर्मी छ किचनमा हिँडेको यहाँ बसेर टक्कसँग गर्ने उही त्यो झ्याल त लाउनै ढोका लाउनु पर्छ होला नि मोमो त मोमो खाँदाखेरि अरू बरु भात पनि बोलाउने मोमो धेर सक्नु
यसो घरमा मलाई झन् बनाउनु पनि आउँदैन फ्यामिली मात्रै हो के गर्नु पनि जान्दिनँ कहिले नबनाएर हो न कुम्चाउनु आउँछ न बेल्नु आउँछ के गर्नु पनि आउँदैन आँखा पोलो भन्नु भएर नि आफैले गरेर आउनु नाना यतापट्टि आउनु बाबा यति धेरै घाम छ हजुर खोर्सानी टिप्नु भएको खोर्सानी यहाँ हेर्नु न यस्तो खालको छ यहाँ प्योर जिरे खोर्सानी यहाँ माइलीलाई अलिकति निकालिदिनु पर्यो नुनामा नुनमा जुना तपाईँ उभिराख्नु भएको छ तपाईँले नराख ल खोर्सानी सुकिन्छ भारी नब्बोले आफ्ना पनि बोल्नु भएको छ अग्लोमा बसेको हो कि बसेर हो कि तस्बिरातीमा तस्बिरातको गुमा चटपटेका पैसा कसले देऊ नआमाले त दिएन होला पैसा के देऊ छैन अनि के खान्छौ उसकै पैसा गोर पनि ल्याउनु हाम्रो मोमो चाहिँ रेडी हुँदैछ रेडी भयो पाक्यो यो चाहिँ अचार भयो यो पाकिरहेछ स्पेशल मोमो स्पेशल पट अझै हाल्नु न अलिक हाल्नु के हाल्नु अझै सुप दामी अचार मोमो पनि दामी छ अचार पनि दामी कस्तो झोल मोमो खाने अचार छ हौ
माइलीलाई बनाउँदा मक्टु पकाउनु पर्ने होला माम हजुर आउँ आइसक्यो सिसी पनि गर्ने गर न है कत्रो कत्रो बाम पो बनाएको ठुलो ठुलो भएछ कि साह्रै ठुलो भएछ हातैले खाँदा नि हुन्छ छोपेर किन घाँस आमामामा तातो के को बनायो दामी बनायो टमाटरको मिठो छ मिठो तर यो खानुभएको छैन यत्रो कहाँ तातो न तातो छ यसरी आयो हालेर खानु त यसले चिसो गर्छ सबैले खाए पो एकैचोटि हुन्छ त माइलीलाई चाहिँ के पका माइलीलाई भेज त्यहाँ गरेको छ तर लास्टमा हाल्यो भने अब ऊ गर्नु पऱ्यो नि त यसरी खानु मिठो छ यसो गरेर खानु ल मोमो खानु हुँदैछ आम्जीले मोमो खाएको होममेड कान्छी बुहारी आएर बनाएर गयो बिहान खाने भनेको बेलुका भयो होइन बेलुका नि धन्न त्यसलाई नि यिनीहरूको के गर्दा नि बिजीको बिजी भोकै बन्नु ल मोमो पाक्यो गाइस अब खाने हो टक्क पाएर गाउँमा नि यहाँको हरेक चिज त्यो लोकल ऊ भएर होला एकदम लसुन भन्ने आफ्नै बारीको अब अदुवाहरू पनि भयो होइन अनि प्याज पनि यता मधेसमा चाहिँ अर्कै खालको पाउने क्या होइन होइन अनि त्यो भएर चाहिँ त्यो टेस्ट त झन् 2 गुणा बढी नै हुन्छ है मिठो छ हामी त खायौँ पोर्क मोमो मोमोको भाँडा एक भाँडा मोमो खाँदैयो मिठो भयो गाई फोटो खिच्यो समीरले बाबालाई बोलाऊ बाबा आउनु न ए बाबालाई कहाँ पस्यो म त गर्दैछु आमा हजुर आइस्यो 1-2वटा म त धेरै खाँदै खानु नि नानी खै कहाँ सबै खाउँ न त्यो माइलीलाई एउटा ऊ बनाइदिएर होइन कहाँ ढले यो मिल्नु सक्यो जोको छैन समीरले बास्ता मिला जोकर मिलान्छ जोकर नदिनु मेरो त नि मेरो पनि 2 जोकर थियो क्या 2 जोकर थियो एक सिट मिलाएर आमाजी हालिदिनु मेरो आमाजीको अघिदेखि मैले हालिदिइराख्छु नि त नातिले के दिमाग सोच यस्तो त कोकोले मार्यो भने कोकोले हाल्ने नातिले मार्यो भने नातिले हाल्ने लस हुँदैन क्या मेरो नातिर 5 रुपियाँमा